हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज भने चाहिँ म हजुरहरूसँग मेरो जेरिनियम फुलको अपडेट लिएर आएको छु साथीहरू। समरमा कस्तो हुन्छ जेरिनियम भनेर मैले चाहिँ यो बाहिर राखेको फुलहरू हो। बाहिर राख्दा पनि पानीले भेटेर रुटो हुँदैछ भन्दाखेरि, तर भित्र भन्दा त मेरो बाहिर फुल एकदम राम्रो छ योपालि। अन्त यहाँ हेर्नुहोस् न, कोही कोही चाहिँ यसरी उखालेको फुत्ते उक्लिएर आयो अनि के रहेछ भनेर हेरेको मुनि त खुङले किरा रहेछ। खुङले किराको बच्चा ट्याप्पै निक्लेको रहेछ। यति चाहिँ मैले बाहिर निकालेँ हो, अरू त माटोमै छ। अनि यसले चाहिँ जरा सबै खाइदिएर फुल मरिहाल्छ। अस्ति पनि 2-3 वटा पटमा भेटेँ, अहिले पनि यसमा रहेछ। फुल मर्दै गयो भनेपछि थाहा हुनुपर्ने रहेछ हामीलाई खुङले किराले खाँदैछ भनेर। मैले चाहिँ गाईको मल नेपाली बेसी पुरानो नभएको लगाएको थिएँ नि त, त्यस्तो भएछ मेरो चाहिँ। अनि हेर्नुहोस् न, मेरो यो चाहिँ रोज जेरिनियम भन्छ नि। अनि यो फुल चाहिँ भित्र राख्दा कहिले फुलेको थिएन, जब बाहिर लग्यो तब फुल्न थाल्यो। किनभने बाहिर चाहिँ एकदम फ्रेस एयर हुँदो रहेछ, हावा खेल्नु पाउँदो रहेछ नि त। अनि तातो भएर छिट्टो अब पानीहरू पऱ्यो भने नि सुकिहाल्दो रहेछ र फुल त्यति कुहिँदैन रहेछ। मेरो योपालि भित्र राखेको फुलहरू त कति कुहिएको छ। अनि हेर्नुहोस् न बाहिर। अब फुलहरू चाहिँ हामीले समरमा विशेष गरेर यस्तो त्यो फुलिसकेकोहरू भाँचेर फ्याँकिजानुपर्छ। यो चाहिँ समरमा मात्रै होइन र सधैँ पनि फ्याँक्नुपर्छ यसरी, किनभने अर्को फुल्नुलाई मद्दत हुन्छ राम्रोसँगले। तर योपालि पानीको सिजनमा चाहिँ एकदम झन् बेसी काम गर्नुपर्छ हामीले। त्यो फुलेको फुलहरू बाहिर छोड्यौँ हामीले यस्तै भने चाहिँ त्यो कुहिएको अर्कोमा पत्तातिर झर्छ अनि हाम्रो पत्ताहरू पनि सबै कुहिन्छ अरू पनि। अनि त्यो पत्ताले अर्को गर्दै फुलै सबै कुहिएर मर्छ। त्यसले गर्दा एकदम बर्खामा चाहिँ बेसी जस्तो हामीले बाहिर अब फुल रोपेको ठाउँमा गएर फुलमा हेरेकै गर्नुपर्छ। फुलिसकेको निकालेर फ्याँकिजानुपर्छ। अनि झन् पानी परेपछि त त्यो बाछिटाहरूले सबै भिज्छ नि त फुल एकदम कुहिनु थाल्छ। त्यहाँदेखि त्यस्तो हुँदा चाहिँ हामीले निकालेर फ्याँकिजानुपर्छ। हेर्नुहोस् त, यो पत्ता अर्को त्यो फुलेको फुलहरू झर्छ नि, त्यो झरेर त्यहाँ बस्छ। त्यहाँदेखि पानी लाग्दो रहेछ, पानी लागेपछि त्यहीँ कुहिन्छ। त्यो कुहिएपछि पत्ताहरू कुहिन थालिहाल्छ। अन्त त्यस्तो हुँदा चाहिँ फुल पनि मर्ने चान्स हुन्छ। यसरी हामीले चाहिँ टाइममा एकदम उनीहरूको निकाले गर्नुपर्छ। पत्ताहरू सुकेको हरियो त्यो जुन चाहिँ पहेँलो हुन्छ नि पत्ताहरू, यस्तो निकालेर फ्याँकिहाल्नुपर्छ, राख्नु हुँदैन बोटमा। अनि त्यहाँदेखि एकदम किराहरू लाग्छ भनेर हेर्नुपर्छ। कोहीमा त किरा लाग्छ फुलमा, तर योपालि मेरो फुलमा किरा आएको छैन। होइन भने चाहिँ यो फुल्नु लाँटेको कोपिला फुलहरूमा सबै किरा बस्छ भित्रबाट। अनि किराले सबै खाइदिन्छ तपाईँको फुलहरू, अनि खोक्रो हुन्छ, फुल्नै फुल्दैन। अनि मेरो चाहिँ यो सिङ्गल पेटलको रातो हेर्नुहोस् न फुल जेरिनियम, सिङ्गल भए पनि ऊ एकदम मजाले फुलिबस्छ। अन्त यसरी फुलेको निकालेर टाइममा फ्याँक्नुपर्छ। अनि कोहीहरू चाहिँ फुल राम्रै हुनु मानेन भनेर मेरो भित्र भएको फुलहरू निकालिदिएको यिनीहरू चाहिँ भित्र चाहिँ यति राम्रो फुल हुँदैन रहेछ। अनि बाहिर लगेपछि चाहिँ एकदम हावा राम्रो खेलेर होला नि, बाहिर चाहिँ अब घाम पनि मजाले पाउँछ, खुल्ला ठाउँ भएर होला मजाले फुल्दैछ। अनि मेरो बरेन्डामा भएकोहरू चाहिँ कति चाहिँ मर्दैछ। अनि म चाहिँ बाहिर लाँदै राख्दै गर्दैछु तिनीहरूलाई पनि। अनि यसरी हेर्नुहोस् है, तपाईँहरूले पनि यसरी फुलिसकेको फुलहरू चाहिँ निकाल्दै फ्याँक्दै गर्नुपर्छ। एकदम जेरिनियमलाई चाहिँ अरू केही बेसी गर्नु पर्दैन, बरु तपाईँले यसरी हेरचाह चाहिँ गर्नु पऱ्यो उसलाई। यसरी फुलेकोहरू निकाल्नुपर्छ, सिनिक बनाइदिनुपर्छ। हेर्नुहोस् न, यसरी ढुँडी आएको जस्तो हुन्छ फुलमा। यो चाहिँ के भएको भन्दाखेरि पानी लागेर अब पानी पर्छ नि त, पानी परेपछि त्यसको बछिटाहरू आउँछ, अलिअलि भिज्छ, अनि त्यही चाहिँ कुहिएको जस्तो भएर ढुँडी आएको जस्तो भएर आउँदो रहेछ। अनि मलाई चाहिँ फुल सबै निकालेर फ्याँक्नु माया लाग्छ। कोही हेर्नुहोस् न, फुलेको आधी फुलेको छ, आधी बिग्रेको हुन्छ हो। अनि म चाहिँ जुन चाहिँ अब कुहिँदै गएको हुन्छ त्यो फ्याँक्छु। कति चाहिँ अब सबै फ्याँकिदिन्छु। पानी पर्दैछ भने त सबै फ्याँकिदिनु नै पर्छ त्यस्तोहरू, किनभने फेरि पानीले झन् बिगारिहाल्छ। अन्त मेरोमा चाहिँ फुल बेसी भएको कारण चाहिँ एउटा फ्याँक्नु माया लाग्छ। अब हाँगाहरू त्यो ठुल्ठुलो भएपछि काटिन्छ नि त, अनि त्यो काटेको फ्याँकिजाउँ भन्दाखेरि माया लाग्छ। अनि यता सार्यो उता सार्यो गर्दा त्यो हाँगा सरेपछि लोभ लाग्दो रहेछ। लोभ लागेपछि के हुन्छ, अर्को गर्दै गमला बढ्दै जान्छ। मैले चाहिँ नयाँ गमला लिएर भित्र रोपेको छु। अनि पुरानो गमलाहरूमा चाहिँ बाहिर रोपिदिएको, किनभने बाहिर चाहिँ अब कोही बेला मान्छेले टिपेर पनि लगिदिइहाल्छ भनेर पुरानो गमलामा चाहिँ बाहिर रोपिदिएको। अन्त हेर्नुहोस् न, मैले यो सबै झार सुकेको लाएको छु, किनभने भँगेराले यति आएर खेलिदिन्छ कि माटो सबै सकिदिन्छ फुलको त। अनि यो लगाइकन चाहिँ अलिक कम्ती आउँदैछ। होइन भने त भँगेरालाई खेल्ने ठाउँै भएको जसको मेरो माटो त भुइँभरि पारिदिन्छ नि।
अहिले यो लाइकिन चाहिँ भँगेरा खेल्नु निकै कम्ती भएको छ, आउँदैन रहेछ। यस्तोमा अप्ठ्यारो हुँदो रहेछ क्या उनीहरूलाई खेल्नु, अनि आउँदैन। अन्त यसै गरेर मैले यहाँ डल्ले रोपेको छु, 2 झ्याङ डल्ले रोपेको, राम्रो आएको छ डल्ले। अस्ति फर्स्ट जिता काटिदिएँ, त्यहाँदेखि फेरि टुप्पो काट्नु पर्थ्यो भन्दै थियो, काटेन मैले, त्यतिकै राखिदिएँ बा आउँदैन भनेर। तर आउँदो रहेछ, आउँछ, काटेको भए पनि अझै बेसी आउँथ्यो होला। अनि होस् भनेर मैले चाहिँ यसै 1G कटिङ गरिदिएँ। अनि हेर्नुहोस् न, फुलमा एउटा करेलाको बिउ कहाँबाट उम्रेछ, यत्रो भइसक्यो, यसलाई पनि सार्नुपर्ने छ। अनि फुल रोपिसकेपछि राम्रो लाग्छ, त्यसले गर्दा केयर गर्नु चाहिँ साह्रो पर्दो रहेछ। अनि हिउँदोमा त एकदम राम्रो हुन्छ, बर्खा लागेपछि चाहिँ यस्तो भएर मर्छ फुलहरू। कति फुल त मेरो कालो भएर गइँदैछ, अनि मरेको देख्दाखेरि एकदम दुःख लाग्छ नि। अनि अघिको फुल मैले यसमा रोपिदिएँ साथीहरू, त्यसलाई निकालेर अनि अर्को पटमा रोपिदिएको छु। अन्त यता हेर्नुहोस् न, मेरो यो चाहिँ किचनको खिड्की साइडमा हो, यहाँ पनि राम्रो जेरिनियम फुलेको छ। उताको भन्दा अझै यताको राम्रो फुलेको छ, अल्गोमा भएर होला यो अलिक अल्गो ठाउँमा छ। मजाको फुलिरहेको छ, हेर्नुहोस् न हो। फुल फुलेको देख्दा कति लोभ लागेर आउँछ, हेरौँ अझै रोपौँ लाग्छ। तर किराले दुःख दिँदा चाहिँ राम्रो लाग्दैन। यो चाहिँ टोइलेटको खिड्कीमा पनि राखेको छु मैले। र थ्याङ्क यू फर वाचिङ। हजुरहरू मेरो जेरिनियमको भिडियोहरू हेरेर लाइक, कमेन्ट, सेयर गर्नु नबिर्सिनुहोस् होला भन्दै साथीहरू, नेक्स्ट भिडियोमा भेटौँ। बाई बाई।